ओह आज चाहिँ म यो उकालो हिँड्दै आउँदै थिएँ कि यहाँ पुरा बाँसको झ्याङ छ है। यहाँ हेर्नुहोस् है, यहाँ बाँसै बाँस तलदेखि देख्नुहुन्छ बाँसै बाँस छ यहाँ है। यो बाँसै बाँस भएको ठाउँमा चाहिँ म आइपुगेर एकछिन बसेको थिएँ कि एकदम शीतल, यति बेसी शीतल भयो कि अब किन भनेर भन्नु सम्पूर्णलाई याद भएकै कुरा हो है। यो हाम्रो बाँसमा चाहिँ एकदमै अक्सिजन बेसी हुन्छ भनेर भनिन्छ है। सबैजनाले शीतल हावा सिरिरी हावा चलिरहेको हुन्छ र म पनि यहाँ उँभोबाट आउँदै थिएँ होइन, अन्त यहाँ आएर बसेँ एकछिन, शीतल हावा चल्यो। आज मजाले घाम लागेछ फेरि, यहाँ पारिपट्टि हेरिरहेको छु घामको लाइट मजाले आइरहेछ हो, मजाले घाम लागिरहेछ र यहाँ बसिराखेको थिएँ कि एउटा हाम्रो सबिन राई सरको गीत मलाई याद आयो कि गुराँसको फेदोमनी भन्ने एउटा गीतमा बिचमा एउटा गीत छ है उहाँको, एकदम मिठो गीत छ। अझै गई गुराँस सुब्बा लेखुमाल बसैमा, अझै गई गुराँस सुब्बा लेखुमाल बसैमा, कति बसु म तिमी आउने आशैमा, गुराँसको फेदमुनि सम्झनाको छाया, जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया। वाह।